안녕 아십니까? 학생들. ल सबैले यता हेरौँ, बोर्डमा हेरौँ, सबैले के ध्यान यता एकदमै ध्यान दिएर जाम। अब आज हामी पहिला के जान्छौँ, यसको माथिको टपिक हेर्छौँ। माथि टपिक एकदमै के छ, बुझ्न के छ, जरुरी छ। अब हेरौँ, यो के हो, 3 हो। के हो, 3। अब यसैलाई हामीले दुईटा नम्बर पढेछौँ। एउटा के पढेछौँ, सिनो कोरियन नम्बर, एउटा के पढेछौँ, ओरिजिनल कोरियन नम्बर। यहाँ के हुन्छ, सिनो कोरियन नम्बरलाई हामीले के भनेका छौँ, साम भनेका छौँ। के भनेका छौँ, साम। अब पार्ट भन्दाखेरि के भन्नु पर्यो, ग्वा भन्नु पर्यो। के भन्नु पर्यो, साम ग्वा भन्नु पर्यो। साम ग्वा। साम ग्वा भनेको के भयो, पार्ट 3 भन्नु पर्यो। अब यहाँ यतापट्टि हेरौँ त, उइछि भनेको के, स्थान भनेको, स्थान र भन्न खोजेको। वा ग्वा, वा ग्वा भनेको के हो, र। अब हामीले के भनेको छौँ, वा ग्वा भनेको र, छाङसो भनेको के भनेको थियौँ, ठाउँ भनेको थियौँ। के भनेको थियौँ, ठाउँ। अब आजको पाठ हाम्रो के रहेछ, स्थान र ठाउँ भनेर हामीले के गर्नु पर्यो, एकदमै क्याच गर्नु पर्यो। ल अब अलिकति अब यो हामीले सरल यसरी जान्छौँ। यो पहिला के हो, हाम्रो स्थान, तर कुन ठाउँ हो भनेर पनि चिन्नु पर्यो। अब हामीले यो चित्र हेर्दाखेरि के भन्नु पर्यो, सबैभन्दा पहिला योलाई हामीले के भन्नु पर्यो, खसिल भन्न जान्नु पर्यो। के खसिल भन्नु पर्यो। खसिल भनेको के, बैठक कोठा भन्नु पर्यो। के हो, बैठक कोठा, बैठक कोठा भन्नु पर्यो। खसिल भनेको बैठक कोठा भन्न जान्नु पर्यो। ल अब हामी यहाँनिर हेरौँ, एकदमै बिस्तारै एकदमै ध्यान दिएर हेर्नुपर्छ, एकदमै बुझ्ने तरिकाले जाम। अब यहाँ के भनेको छ भन्दाखेरि, टेलिभिजनुल अदिए इसयो भनेको छ। अब यो मुरुङफ्यो सोधेपछि अलिकति साउन्ड के गर्नुपर्छ, माथि लगेर भन्नुपर्छ भनेको छ। हेर त, टेलिभिजनुल अदिए इसयो भनेर के गर्नु पर्यो, यहाँ मुरुङफ्यो लगाएको छ, क्वेसन सोधेको छ। हाम्रो यो के हो, प्याटर्न अयो, त्यसपछि के हो, आयो, त्यसपछि के, एयो, त्यसपछि के, हेयो, त्यसपछि के, नेयो। अब यसरी मुरुङफ्यो सोध्यो भने चाहिँ क्वेसन हुन्छ भनेको छु मैले, क्वेसन। अब यसरी चम आइदियो, जम आइदियो भने चाहिँ के भनेको छु मैले, थेदा उत्तर हुन्छ भनेको छु। अब त्यो भन्दा पहिला हामीले जाम, टेलिभिजन भनेको के भयो, टिभी भयो। उन्नुन भनेको हाम्रो के हो, छोसा हो। के हो, छोसा। छोसा भनेको नेपालीमा के भयो, विभक्ति। के रहेछ, विभक्ति रहेछ। अदिए भनेको डब्लुएच क्वेसन हो। अदिए भनेको मुन्जे भनेर पढाएको थिएँ मैले। अदिए भनेको, अधि भनेको कहाँ, ए भनेको के हो, यो पनि छोसा हो। छोसा ठाउँसँग लाग्छ भनेर पढाएको छु बेसिक पढाउँदाखेरि। इसयो भनेको इत्ता भन्ने भयो। के भन्ने भयो, इत्ता। इत्ता भनेको छ अथवा हो भन्ने भयो। के हो, अदिए इसयो कहाँ हो, कहाँ हो भन्यो। अब यहाँ हेरौँ त, एन्सर दिने मान्छेले के भन्यो, ख्योसिरे इसयो। ख्योसिल भनेको, ख्योसिल छ, जोसिङगाम्निदा। खसिरे इसयो, खसिल भनेको के छ, बैठक कोठा। ए भनेको मा, इसयो भनेको छ। अब यति मात्र जानियो। अब यसरी हामीले पार्ट पार्ट गर्दै पढ्छौँ। अब सर र तल जाम। ल पहिला के छ भन्दाखेरि, यहाँ चित्रमा के छ, हाम्रो फर्स्टमा के छ, नाम्जा छ। के छ, नाम्जा। के रहेछ, नाम्जा। नाम्जा भनेको हामीले के भनेको छौँ, केटा, केटा। त्यसपछि यहाँ के छ, यजा छ। के छ, यजा, यजा। अब यसरी के भने, केटा र केटी। के, केटी। केटीको बारेमा के रहेछ, संवाद रहेछ। के, वार्तालाप रहेछ। के रहेछ, वार्तालाप। के रहेछ, वार्तालाप। दुईजना बीच के रहेछ, वार्तालाप रहेछ। अब यसरी जाम, दुईजनाले वार्ता गर्दो रहेछन्। अब यहाँ हामीले यहाँ जाम, पहिला मुनबब भनेको छ। मुनबब भनेको के भनेको छौँ हामीले, व्याकरण भनेको छौँ। व्याकरण। के भनेको छौँ, व्याकरण। व्याकरणमा के रहेछ त, पहिला पढेको कुरा हो। अब मैले पहिला नाउन प्लस के भनेर पढाएको थिएँ, इगा भनेको थिएँ। के भनेको थिएँ, इगा। इगा भनेको के भनेको थिएँ, ले भनेको थिएँ। के भनेको थिएँ, ले। अब नेपालीमा अर्थ ले जनाउँदछ, तर योले अर्थ नदिन पनि सक्छ। तर कोरियन ग्रामरलाई शुद्ध र स्पष्ट बनाउनको लागि
छोसाको प्रयोग गर्नुपर्छ भनेको थिएँ। अब यो इत्ता भन्ने भाव इस्सयो भनेको छ, अप्सयो भनेको छैन, छ अथवा के गरे छैन भन्न खोज्यो। हामीले कुनै कुरालाई पोजिटिभ भन्दाखेरि त्यसलाई नेगेटिभ भन्न पनि चाहियो। अब छ भन्दाखेरि छैन भन्नु पर्यो हो, त्यही सिकाएको। ए भनेको के हो हाम्रो, ए भनेको अब मा भन्न खोजेको यो पनि के हो, छोसा हो, पार्टिकल हो, विभक्ति भन्न खोजेको के विभक्ति, विभक्ति हो। अब यो केसँग लाग्छ गरे छाङ्सो, केसँग छाङ्सो, छाङ्सो भनेको के ठाउँ, ठाउँसँग लाग्छ गरे। जस्तै बानेश्वर, कलङ्की, पोखरा, काठमाडौँ भनेर पछाडि के गर्नु पर्यो, ए भनेर थपिदिनु पर्यो है त। ल अवै भनेको शब्दावलीमा गयो, शब्दावलीमा के रहेछ, खागुवा भनेको फर्निचर र छन्जा छेफुङ भनेको के विद्युतीय सामान अथवा इलेक्ट्रोनिक सामान भन्न खोज्यो। यो मिनिङ के रहेछ, अवै शब्दावली के रहेछ, फर्निचर र विद्युतीय सामान है त। छाङ्सो ठाउँ कहाँ छ त, फर्निचर कहाँ छ अथवा इलेक्ट्रोनिक सामान कहाँ छ भनेर हाम्रो के गर्यो, ब्रिफिङ गराइदियो। अब यहाँ हेरौँ त, छन् वा वा मुन्हा वा छङ्बो भनेको छ। मुन्हा भनेको के हो, संस्कार, र छङ्बो भनेको के जानकारी भन्न खोजेको, जानकारी। अब जानकारी हेर त, अब यसको मुन्हा र जानकारी पनि के गर्दा कसरी किन्ने कसरी के गर्ने भनेर त्यो पनि कोरियाको आफ्नो संस्कार होला। अब हेरौँ त, हाङ्गुगे थोसी गरे के को बारेमा रहेछ, कोरियाको थोसी भनेको सहर भन्न खोजेको हो। हाम्रो नेपालमा पनि के छ, पोखरा सहर अथवा नेपालगञ्ज सहर अथवा कहाँ बुटोल भैरवा भने जस्तो यस्तो के भयो, त्यहाँ सहरको बारेमा मुन्हा दिएको रहेछ। ल अब यति भ्याइयो भने चाहिँ अब तल जाम, तल गयो। अब यहाँ हेरौँ त, हामीले बुझ्नु पर्ने भनेको अब यो भनेको हाम्रो के हो, मैले भन्छु जहिले पनि अगाडि के हो, ट्रेलर हो। हामीले फिल्म हेरे पनि के हुन्छ, फिल्म 3 घण्टाको हुन्छ, ट्रेलर कति मिनटको हुन्छ, 6 मिनटको 7 मिनटको हुन्छ हो। हामीले ट्रेलर हेरे पनि मैले त्यो फिल्म नहेरे पनि हुन्छ, ट्रेलर हेरे बुझिहाल्यौँ भने जस्तो हाम्रो माथिको कुराले के गर्यो, ट्रेलर जनायो। यो सम्बन्धी यो च्याप्टरमा पार्ट 3 मा के रहेछ भनेर सबै के गरिदियो, ब्रिफिङ गरिदियो। अब यहाँ हेरौँ, आक्सुक मोप्छ्यो भनेको छ, सिकाइको उद्देश्य। यो पाठको उद्देश्य के हो त है त, छिबे इन्नुन घरमा भएका मूल गर्ने थिए सामानको बारेमा माल हाल्सु इत्ता भन्न सक्नु गरे। अब कोरिया गयो, इपिएस पास गरेर गयो, कोरिया गयो, त्यो कम्पनी अथवा घरभित्र तिम्रो घरभित्र के छ, कुन सामान छ कि छैन भनेर सोद्धाखेरि भन्न पनि सक्नु पर्यो, अरूलाई सोध्न पनि सक्नु पर्यो भन्न खोजेको। यो पाठको उद्देश्य त्यही रहेछ। 2 मा जाम, सारा मिना मान्छे वा मूल गनी इन्नुन भनेको सामान भएको छाङ्सो ठाउँको थे बारेमा मालाल्सु इत्ता भन्न सक्नु गरे। अब यहाँ भन्न खोजेको मान्छे कहाँ छ अथवा सामान कहाँ छ, त्यो भएको ठाउँको नजिकै के छ के छैन भनेर के गर्नु पर्यो, यसको पनि ब्रिफिङ गर्न सक्नु पर्यो भन्न खोजेको। ल अब हामी अब अगाडि जान्छौँ अलिकति। ल अब अलिकति अगाडि गएर पहिला यहाँ सामान्य मिनिङहरू छन् है त, सामान्य मिनिङहरू छन्, एकदमै ख्याल गर्नुपर्छ। अब हामी जान्छौँ, अहुई भनेको के हो, शब्दावली भयो, शब्दावली के 1 भयो है त, शब्दावली 1। 1 मा के छ, खागु वा छन्जा छेपुङ भनेको छ। खागु भनेको फर्निचर, वा भनेको र, छन्जा छेपुङ भनेको विद्युतीय सामान अथवा इलेक्ट्रोनिक सामान भन्दा हुन्छ। ल अब यसरी हामीले तल पढ्ने के रहेछ, फर्निचर र विद्युतीय सामान गरे। अब यति मात्र भएर भएन, अब यहाँ के दिएछ, फर्स्टमा 5 वटा सामान दिएछ, हामीले एकदमै जान्नु पर्यो। हेर त, एयर खन भनेको एयर कन्डिसन भनेको अथवा एयर खन भनेको, छिम्दे भनेको के बेड अथवा प्लङ भनेको 2 नम्बरमा भन्यो। साम्बनमा के भन्यो, उइजा भन्यो, उइजा भनेको के भयो, कुर्सी भयो। अब साबनमा गएर छेक्साङ भनेको के भयो, टेबल अथवा डेस्क भन्न खोजेको। ओबनमा गम ओचाङ। अब यहाँ ओजाङ नभन्दै मैले यहाँ पढाइसकेको छु, एनुम भनेर पढाएको छु। एनुम भनेको के भनेको छ, संयुक्त उच्चारण, संयुक्त उच्चारण। संयुक्त उच्चारणमा मैले के भनेको छु,
तल फाचिममा डबल हुने 5 वटा अक्षर आए लगतै माथि 5 वटा डबल हुने अक्षर आएमा फाचिम आएको फाचिमको नियममा उच्चारण गरिन्छ माथि आएको अक्षरको डबल उच्चारण गरिन्छ भनेको छु त्यसैले यो ओत भयो स तल गएर द वा त गर्दा पनि हुन्छ भनेको छु ओत ज माथि के भयो डबल भएर के भयो च भयो त्यसरी ओच्चाङ भन्ने लिसनिङ यहाँबाट हामीले पावरफुल बनाउँदै जाने हो एकदमै के गर्ने ध्यान दिएर हेरौँ है त ल अब यसरी के भयो गइयो अब यसरी गइएपछि अब यहाँ हेरौँ 5 वटा पढेको थियौँ भन्दाखेरि अब युगवन भयो युगवन भनेको के 6 नम्बरमा जाउँ 6 नम्बरमा के रहेछ हेर त सोफा गरे के गरे सोफा अब यहाँ के दिएछ सोफा भनेको के भयो सोफा भयो इङ्ग्लिस वर्ड हो केही छैन अब छिलवनमा जाम छिलवनमा टेलिभिजन भनेको छ टेलिभिजन भनेको टिभी अथवा टेलिभिजन भनेको फालवनमा गएर के भयो छन्जा रेन्जी भयो छन्जा रेन्जी भनेको माइक्रोवेभ भन्न खोजेको है त अब त्यसपछि खुवनमा जाम 9 नम्बरमा गएर सेथाक्की भनेको के भयो वासिङ मेसिन भन्न खोजेको अब त्यसपछि शिववनमा जाम 10 नम्बरमा गएर नेङजाङ्गो भनेको के भयो फ्रिज भन्न खोजेको है त फ्रिज त्यहाँभित्र के छन् त्यही दिएछ अब यसरी गयौँ अब सिभिल वनमा गयौँ हामी 11 नम्बरमा गयौँ छङसोगी भनेको के भ्याकुम क्लिनर भन्न खोजेको है त भ्याकुम क्लिनर त्यसपछि सिबी वनमा गयौँ सिकठाक भनेको के टेबल खाना खाने टेबल अर्थात डाइनिङ टेबल भन्दा हुन्छ सिक भनेको खाना थाक भनेको टेबल खाना खाने टेबल भनियो ल यति मात्र भएपछि क्लियर भयो अब यसरी मात्र जानेर भएन अब मैले यसरी सोध्दाखेरि 8 नम्बरको के हो भन्दाखेरि सर र के गर्नु पर्यो जान्नु पर्यो तिमीहरूले के गर्नु पर्यो सर के गर्नु पर्यो भन्न जान्नु पर्यो भन्न खोजेको है त ल अब यसरी 8 9 नम्बरको के हो भन्दाखेरि अब के भयो युगवनको के हो भन्दाखेरि के भन्नु पर्यो योलाई हामीले के भनेका छौँ सोफा भनेका छौँ हो सोफा भन्न जान्नु पर्यो हो यिनी मिनिङ जानियो भने हाम्रो के छ त ग्रामर मजाले के गरिन्छ बुझिन्छ ल अब यहाँनिर के छ भन्दाखेरि खुरिमुल फोगो चित्रलाई हेरेर फोगी वा खाची उदाहरण जस्तै थेवारोल वानसँग हाँस्यो भनेको छ के भनेको छ चित्रलाई हेरेर उदाहरण जस्तै के गर्नुहोस् भने वार्तालापलाई के गर्नुहोस् पुरा गर्नुहोस् भनेको छ यहाँ फोगी भनेको के हो इक्जाम्पल भयो उदाहरण दियो यो के हो हाम्रो नहेरेर भन्न सक्नु पर्यो के हो छिम्दे हो के हो छिम्दे भयो छिम्दे हो अब छिम्दे भने जस्तो के भन्नु पर्यो इगन मुहायो भनेर सोद्धाखेरि के भन्यो छिम्दे यो भन्यो के भन्यो छिम्दे यो अब यसरी के गर्नु पर्यो 1 नम्बर गयो त्यसपछि के भयो 2 नम्बर गइएला त्यसपछि 3 नम्बर गइएला यो तिमीहरूले सबैले के गर्ने हो यहाँ रहेछ 3 नम्बर यसरी के गर्नु पर्यो यो भनेको तिमीहरूले लेख्दै लेख्दै सुगी भन्छ यो सुगी तिम्रो एकदमै के हुनु पर्यो क्लियर हुनु पर्यो अब यो सुगी घरमा गएर एकदम 2-3 चोटि के गर्ने लेख्ने राइटिङ पनि के हुन्छ एकदमै क्लियर हुँदै जान्छ कोरियन भाषा लेख्दाखेरि एकदमै गाह्रो छ भन्दाखेरि सजिलो छ त्यसैले जसले लेखेर पढ्छ एकदम क्लियर हुन्छ यो अब घरमा तिमीहरूले गरेर आउने नभए भोलि मैले भनिदिन्छु अब यो ग्रामर हामीले अलिकति के गर्नु पर्यो जान्नु पर्यो मुनपप भनेको के भयो व्याकरण भनेको छ है त व्याकरण अब मुनपप भनेको के व्याकरण व्याकरणमा अब पहिला हामीले के गर्नु पर्यो यो जान्नु पर्यो मुनपप भनेको के व्याकरण अथवा ग्रामर भनेको छ इगा इस्सयो अथवा अपसयो भनेको छ इगा इस्सयो अपसयो यो भनेको छ अथवा यो भनेको के छैन भन्ने यो भनेको पोजिटिभ भयो यो भनेको नेगेटिभ भयो अब इगा भनेको हाम्रो के भनेका छौँ छोसा भनेका छौँ के भनेका छौँ पार्टिकल भनेका छौँ अब यसरी के गर्नु पर्यो हामीले सर जान्नु पर्यो अब त्यो गर्नुभन्दा पहिला तल के गरौँ अलिकति यहाँ बुझौँ अब इगा अब पहिला यो बुझेर माथि ब्रिफिङ गरौँला पहिला हामीले जान्ने भनेको यहाँ जान्नु पर्यो पहिला यहाँ फाच्छिम भनेको के भन्दाखेरि फाच्छिम भनेको तल झुन्डेर आउने अर्ध व्यञ्जनबाट भनेको छौँ फाच्छिम भएमा इ इस्सयो अथवा इ अपसयो भन्ने गरे है त फाच्छिम नभएमा इन्टु गरिदिएछ नभएमा गा इस्सयो गा अपसयो भनिदियो अब हेर त यो छेक्साङ भनेको के भयो टेबल टेबल अब यहाँ के छ फाच्छिम छ फाच्छिम भएमा के लगाउनु पर्यो इ इस्सयो भन्नु पर्यो त्यसैले छेक्साङ इ इस्सयो भन्नु पर्यो छेक्साङ भनेको के
टेबल छ भन्नु पर्यो यहाँ के गर्नु पर्यो चम 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 छुट्यो रहेछ चम लगाउनु पर्यो टेलिभिजन भनेको टेलिभिजन भन्न खोजेको यहाँ न फाच्छिम छ के न्युट फाच्छिम छ त्यसैले टेलिभिजन अप्सयो टेलिभिजन छैन भनिदियो अनि तल जाम त अब यहाँ फाच्छिम नभएको बेलामा इगा इस इगा अप्सयो भनेको छ सोफा भनेको के भयो सोफा भनेको सोफा भयो सोफागा इसयो भनेको के सोफा छ भन्यो निङजाङ्गो भनेको फ्रिज निङजाङ्गोगा अप्सयो किन भन्दाखेरि निङजाङ्गो भन्दाखेरि यहाँ फाच्छिम छैन त्यसैले के लाग्यो गा लाग्यो यहाँ पनि के लाग्यो गा लाग्यो अब यति मात्र जानेर भएन अब यहाँ जान्नु पर्यो हामीले अब हेरौँ त इगा नुनले चाहिँ इसयो नुन छ चाहिँ सारामिना मान्छे वा मूल गर्ने सामानको छोन्जे सोयुरुल भनेको अस्तित्वलाई के गर्छ गरे जनाउँछ अथवा नाथा निन्दा भनेको के हो जनाउँछ इगा अप्सयो नुन इगाले छैन चाहिँ छोन्जे हाजी आनखना भनेको अस्तित्व नभएको अवस्थालाई इच्छी अनुल्ते नभएको बेलामा सायम हान्दा भनेको के गरिन्छ प्रयोग गरिन्छ अब सामान छ भने के भन्ने इगा इसयो भन्ने गरे सामान त्यसको अस्तित्व छैन भन्ने के गर्ने गरे इगा अप्सयो भन्ने गरे अब अलिकति यहाँ ब्रिफिङ गरिदियो ल इगा नुन मेङ्सा वा खेला भयो नाउनसँग के गरेर जोडिएर मुन्जाङ भनेको वाक्यको छुवा इनुम भनेको कर्तालाई नाथा निन्दा जनाउँछ अब हेरौँ त यहाँ के भन्यो ए भनेको इक्जाम्पल एसी भन्यो इरुमी इरुम भनेको के हो नाम भयो अस्तित्व भयो अब म फाच्छिम भयो भने के हो गा म यो के हो नाम के हो भन्दाखेरि अब आफ्नो नाम के हो चम 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 भन्न पनि सक्नु पर्यो भन्न खोजेको ल यसरी के गर्यौं हामीले आजको मुन्हा पनि के गर्यौं गयो अब यसरी मुन्हा गयो भने अब यो पनि तिमीहरूको के हो घरमा एकदमै गृह कार्य गर्ने मैले भोलि प्रत्येकको हेरिदिन्छु घरमा एकदमै लेखिन्छ लेखेर पढ्नुपर्छ भनेको छु मैले घरमा गएर एकदमै प्र्याक्टिस गर्ने अहिले मैले यहाँ गरिदिए भने तिमीहरू घरमा गएर गर्दैन हो त्यसैले यो मैले खाली छोडिदिएछु ल पहिला बुझौँ मैले सरलाई बुझाउँछु फोगी वा खाच्छी फोगी भनेको उदाहरण खाच्छी भनेको सँगै मुन्जाङ सुस्यो भनेको अब हेर त सुदा भन्ने भयो डा हटाएर के सुस्यो भनेको लेख्नुहोस् गरे वाक्यमा के गर्नु वाक्यलाई लेख्नुहोस् गरे अब यहाँ फोगी हेरौँ फोगीमा के भनिदियो भन्दाखेरि छेक्साङ भनेको के भयो टेबल अब यहाँ गोलो भनेको छ गरे के छ भन्यो अब यसरी छेक्साङ छ भन्दाखेरि के भन्नु पर्यो छेक्साङी इसयो टेबल छ भन्नु पर्यो अब तिमीहरूलाई भोलि के गर्ने भन्दाखेरि यो गोलो छ भने छ यो इन्टु छ भने चाहिँ के भन्नु छैन भनेको यो पनि छ भनेको यो पनि छैन भनेको अब यसैलाई के गर्ने बनाएर ल्याउने ल अलिकति अब तल जाम तल जाँदाखेरि के भयो 2 नम्बरमा हेरौँ 2 नम्बरमा अलि ध्यान दिएर हेरौँ 2 नम्बरमा के छ भन्दाखेरि हेरौँ त इबनमा हेरौँ इबनमा खुरिमुल फोगो चित्रलाई हेरेर फोगी वा खाच्छी उदाहरण जस्तै ठेवारुल वन्छाङास्यो वार्तालापलाई के गर्नुहोस् पुरा गर्नुहोस् भन्यो अब यहाँ फोगी दिदियो फोगीमा के भनिदियो गा भनिदियो ना भनिदियो अब यो गा भनेको के भन्ला राम भने जस्तो व्यक्ति भयो ना भनेको के भयो श्याम भन्यो के भयो श्याम हो ए मात्र ए अथवा ए हामीले बी भन्छौँ अथवा के नेपालीमा क ख भने जस्तो है त एकदमै ध्यान दिउँ अब यहाँ भन्यो कले भन्यो अथवा गाले भन्यो छङसोगीगा इसयो अलि माथि आवाज बढाएर भन्ने क्वेसन गर्दाखेरि मुरुक्छ आयो भने छङसोगीगा इसयो भ्याकुम क्लिनर छ भन्दाखेरि आनियो छङसोगीगा अप्सन होइन भ्याकुम क्लिनर अथवा छङसोगी छैन भने जस्तो अब यो पनि तिम्रो भोलिको के भयो सुक्चे भयो गृह कार्य है त यो पनि के सुक्चे अब यो सुक्चे गरियो भने घरमा गयो भने लेख्ने बानी बस्छ त्यसैले म्याक्सिमम मैले विद्यार्थीहरूलाई सबैलाई के गर्ने सबै ग्रुपलाई यसरी के गरेर आऊ भन्छु है त यो घरमा गरियो भोलि अनि तिमीहरूको सुगी पनि के हुन्छ एकदमै राम्रो हुन्छ यो सबै घरबाट गरेर आउने
अनि मजाले फेरि भोलि यसलाई हेरेर डबल रिपिट गरौँ ल 3 नम्बरसम्म गरेर आउने अब यहाँ गयो अब हामीलाई समस्या भनेको के हो अलिकति यहाँ लिस्लिङ हो लिस्लिङ हाम्रो कहाँ हुन्छ यही जाने यसरी के गर्ने मजाले के गर्ने जान्ने जस्तै अब यहाँ ट्याग नम्बर कति भयो 38 को भयो 38 को यसरी गर्ने यहाँ प्ले गर्ने अहिले तिमीहरूलाई नेपाली अर्थ मल्लपै छैन पहिला उच्चारण क्लियर छ कि छैन भनेर जिब्रो निकाल्नलाई कोरियनले बोल्छ त्यसरी यो ट्याग नम्बर बस्छ जे बोल्छ त्यही उच्चारण गर्ने अनि त्यसपछि बल्ल हामी के गर्छौं नेपालीमा क्लियर गर्छौं ल हेरौं त 침대가 있어요 भन्यो 침대가 있어요. 옷장도 있어요? 아니요. 옷장은 없어요. ल यसरी बोल्यो 소파가 있어요. ल यसरी बोल्यो अब मैले यहाँ के गर्छु काटा काटा गर्न भन्छ 있어요. ल हेर त यहाँ के भन्यो 침대가 있어요 भन्यो 침대가 있어요 भन्दाखेरि के भयो प्लङ छ अथवा बेड छ भन्दाखेरि के भयो अब नाले भन्ला अथवा प्लङले भन्ला 침대가 있어요. हेर त यजा छिन्गुले के भने ने 침대가 있어요 हजुर के छ 침대가 있어요 हेर त यहाँ के छ छिम्दे पनि छ एकदमै ख्याल गरौँ अब यहाँ के भयो छिम्दे भयो है त अब फेरि सुनौँ त ल 옷장도 있어요. अब फेरि भन्यो 옷장도 있어요 दराज पनि छ भन्दाखेरि के भयो दराज यहाँ कहीँ छ अब छैन भने चाहिँ यहाँ के भन्छ त्यही भन्छ 아니요. 옷장은 없어요. हेर त अब यहाँ जमसँग रोक्ने आनियो ओचाङ अप्सयो भन्यो होइन ओचाङ भनेको दराज छैन भन्यो अब त्यसपछि अर्को जोड दियो 소파가 있어요. के भन्यो यहाँ हेर त सोफागा 있어요 भन्यो के भन्यो सोफागा 있어요 भनेर यहाँ के गर्यो ब्रिफिङ गर्यो है त यसरी के गर्यो ब्रिफिङ गर्यो ल यति मात्र जानियो भने हामीलाई के छ एकदमै क्लियर गरेर के गर्यो लेख्न पनि जानियो अब यहाँ हेरौँ तिमीहरूले के भन्नु ओचाङी इस्सयो भनेको छ माथिको थेवा अनुसार के गर्ने यहाँ तिमीहरूले फेरि भोलिको सुक्से यहाँ गरेर आउने सोफागा इस्सयो भनेको छ कि छैन भनेर त्यहाँ थेवाबाट के गर्ने सुन्ने अब यहाँ हेरौँ त्यसमा दिएछ दो नुन म्याङ्सा वा खेला भयो दो पनि नाउनसँग जोडिएर इमी पहिल्यै इन्नुन भएको अतन भनेको केही अतन भनेको कस्तो हो अथवा यहाँ केही भन्दा पनि हुन्छ गोसे कुरा थारुन गोसी भनेको अन्य कुरा छुखा जकुरो भनेको समायोजन गर्ने अथवा एटेन्ड गर्ने हाम्बु फोहाम थुइमुन भनेको त्यसलाई के गर्ने जोड्नेलाई के गर्छ नाथा निन्दा भनेको जनाउँछ गरे अब यसरी हामीले के गर्यौं एक्जाम्पलमा हेरौँ फाङी फाङे छेक्साङी इस्सयो भनेको छ कोठामा छेक्साङी इस्सयो भनेको छ टेबल छ भन्दाखेरि उइजादो इस्सयो अब अलरेडी पहिला मिरी के छ छेक्साङ छदैछ अब यो दो भनेको फेरि ल्याएर उइजादो इस्सयो कोलाई जोड दियो अर्को उइजालाई ल्याएर के गर्दियो समावेश गर्दियो हो यो दोले के गर्छ अरे पनि भन्ने अर्को सामानलाई के गर्छ गरे फोहाम थैमनिदा भनेको त्यसलाई के गर्छ समावेश गर्छ भन्न खोजेको ल यहाँसम्म गयौं अब आज अलिकति के गरौँ अब यो पनि के भयो तिमीहरूको अब यो पनि के गर्नु पर्यो तिमीहरूले जान्नु पर्यो ल अब यहाँ के भन्नु पर्यो यो पनि घरबाट गरेर आउने सुक्से हो अब हेरौँ त छन्जा रेन्ची नेङजाङ्गो भनेको छ छन्जा रेन्ची भनेको के छन्जा रेन्ची नेङजाङ्गो भनेको नेङजाङ्गो हामीले पढिसक्यौँ फ्रेज भनिसक्यौँ अब यहाँ छन्जा रेन्चीगा इस्सयो भनेको छ आनियो छन्जा रेन्चीगा अप्सयो होइन छन्जा रेन्ची छैन भने मुगा इस्सयो भन्दाखेरि के हो नेङजाङ्गोगा इस्सयो नेङजाङ्गोगा इस्सयो नेङजाङ्गो पनि छ भन्यो अब यो फारम के हो भन्दाखेरि अब हामीले पढिसकेछौँ अब यहाँ हेरौँ त के भन्यो भन्दाखेरि उइ नुन खाक खाक भनेको आफ्नो भनेको ओसँग ए रो फारुम हागना एसँग के गरिन्छ अरे
उच्चारण हुन्छ र इजुङ मोम इ भनेको इजुङ मोम भनेको के डबल भन्न खोजेको मैले पहिला पनि पढाइसकेको छु इजुङ मोम मोम भनेको के भनेको थिएँ मैले मिश्रित मिश्रित अथवा डबल डबल स्वरवर्ण भनेको थिएँ कतिवटा हुन्छन् भनेको थिएँ 11 वटा हुन्छन् भनेको थिएँ त्यही भन्न खोजेको वी ना वे हेर त वी यहाँ हेरौँ त वे अथवा यहाँ के भन्यो वी भन्यो यसलाई वी अथवा के भन्यो वे भन्यो यसलाई के भन्यो वे वे रो फारम हान्दा भनेको उच्चारण हुन्छ गरे ल अलिकति कहाँ गम यसलाई के भन्यो उच्चारण वे भन्यो यसलाई के भन्यो वे यसलाई के भन्यो वी भन्यो यो वे गुप वे मो हे वे खावी फावी भन्यो यसरी के भन्यो जान्नु पर्यो है त अब यहाँ हे वे भनेको विदेश भयो के भयो विदेश अब मिनिङ आएन भने हे वे गुप भनेको के भयो विदेश विदेश भयो के भयो विदेश विदेश भयो अब अर्को हामी के जान्छौँ वेमो भनेको बाहिरी रूप अथवा बनावट भयो अब हे वी भनेको पनि के बाहिरी भयो खावी भनेको कैची फागुई भनेको चट्टान अथवा के भने ढुङ्गा भन्न खोजेको ल यहाँसम्म हाम्रो क्लियर भयो आजको टाइम के भयो यहाँसम्म समाप्त भयो अब हामीले भोलि के गर्छौँ भन्दाखेरि भोलि हाम्रो पहिला सूक्ष्य हेर्छौँ मैले अहिलेसम्म जहाँ जहाँ दिएछु जुन जुन गरेर आउनु भनेको सूक्ष्य एकदमै के छ इम्पोर्टेन्ट छ एकदमै के छ महत्त्वपूर्ण छ भोलि तिमीहरूलाई लेख्ने टपिक गर्दाखेरि अथवा के गर्दाखेरि लेख्नुपर्छ त्यसैले यसलाई के भनिन्छ सुगी भनिन्छ लेखाइ सुगी भनिन्छ के भनिन्छ सुगी लेखाइ एकदमै क्लियर हुनलाई के भने मैले सूक्ष्य दिएको भोलि 3-4 वटा कति मैले सूक्ष्य दिएछु त्यो क्लियर गरेर आउने त्यसपछि हामी भोलि पढ्छौँ के अफुई शब्दवाली इ भनेर शब्दवाली 2 छाङ्सो भनेको ठाउँसम्म के रहेछन् भनेर के कुन ठाउँ कहाँ के ठाउँसँग के छ भनेर हामीले यो ब्रिफिङ गर्छौँ आजलाई क्लास अब टाइम पनि के भयो भ्यायो भोलि पहिला सूक्ष्य गरिन्छ के गरिन्छ सूक्ष्य एक एक गरेर मैले भन्न पनि लगाउँछु एक एक गरेर हेरिन्छ लेखाइ मिलेछ कि छैन त्यसपछि बल्ल के हेरिन्छ गइन्छ कुनै समस्या छैन अब के गर्छौँ भन्दाखेरि हाम्रो एक हप्तामा कति पढेछौँ एक हप्तामा एउटा च्याप्टर पढ्नलाई कति दिन लाग्छौँ 4 दिन लगाछौँ भन्दाखेरि 2 दिनमा एक च्याप्टर एक हप्तामा 2 च्याप्टर भ्याउँला तर बिस्तारै कहाँ पढ्यो भन्दाखेरि ड्राइगनमा पढ्यौँ भन्दाखेरि हाम्रो के हुनु पर्यो जहाँ पनि के हुनु पर्यो प्रचार गर्नु पर्यो ल आजको क्लास यही के हुन्छ अन्त्य हुन्छ अब भोलि तिमी सबैजना आएर यसरी पहिला सूक्ष्य हेर्छु त्यसपछि फोक्सुक भन्छ पुनः रिपिट गर्छु आज पढेका कुराहरू क्याच छ कि छैन कतिको आएको छ कि छैन अनि नजानेकोले मजाले मलाई के जति 10 चोटि पनि सोध्न हुन्छ पहिला मलाई सोध्ने त्यसपछि अगाडि बढिन्छ आजको क्लास यही के हुन्छ अन्त्य हुन्छ अर्थात् समाप्त हुन्छ भन्दै म बिदा हुन्छु